भाइहरूले ऋण सावाट लिएर अनि त्यस पछाडि चाहिँ मलाई उपचार गराउनु भएको त्यहाँनिर। अनि त्यस पछाडि मेरो आमा 75 वर्षको हुनुहुन्छ, वृद्ध आमा हुनुहुन्छ, 75 वर्ष पुग्नु भइसक्यो। मैले आमालाई कमाएर दिने ठाउँमा होइन, आमाको 2 चोटिको वृद्ध भत्ताको पैसाले पनि मैले औषधि खानु पर्यो होइन। त्यो हस्पिटलको कारणले चाहिँ मलाई यतिसम्म बनाइदियो नि त सर। अनि मलाई त्यहाँ गरेर त्यो खर्च भएर पनि मलाई त्यहाँनिर रोग पत्ता लगाएर निको बनाइदिएको भए त मेरो अरू रोग थिएन नि पहिला। यो अहिले रगतकोहरू खानु परिरहेको छ नि त मैले, तिनीहरू त खानु पर्दैन थियो। सरी सर। ठिक छ राम्रो बोल्दै जानु। त्यही हो सर, यहाँनिर काठमाडौँमा कति दुःख छ होइन। बेचारा भाइलाई मैले हेर्नुपर्ने हो, मभन्दा कान्छा भाइ। विदेशमा दाइ भाइहरू छ, उहाँहरूले पनि नगर्नु भयो भने त्यत्रो गर्नुभयो, उहाँहरूले ऋण खोज्नुभयो। अहिले उनीहरूले पनि कमाउँदै सल्की नसकी पठाइरहेको छ, उनीहरूको पनि छोराछोरी छ, उनीहरूको पनि आफ्नो बालबच्चा छ, कति हेर्ने त मलाई। अनि सानो भाइ यहाँ सँगै बसिरहेको भाइले मभन्दा कान्छा भाइ हो, त्यसले दिनरात नखटी कति नै पैसा आउँछ, त्यसको जम्मा 20-30 हजार आउँछ। रुम भाडा नै के अरे 15,000 छ, फोहोर बत्तीसँग गर्दाखेरि 17,000 जति पुग्छ फोहोर बत्तीको गरेर। अझै 2 महिनाको त रुमको भाडा तिर्नै बाँकी छ। धन्नाले उहाँ घरबेटीहरू बुझिदिनु भइरहेछ, बिरामी छ भनेर गरिदिइरहेछ। त्यही भएर चाहिँ मलाई मेरो क्षतिपूर्ति चाहिँ छिटोभन्दा छिटो दिनु पर्यो, नत्र म माइती घर अगाडि म अनसन बस्ने हो।